नमस्कार मेरो सम्पूर्ण साथीभाइहरूलाई अनि जय मसीह मेरो विश्वासी जनहरूलाई आजको बिहानी तारा मगर मेरो कौशी खेतीमा स्वागत गर्न चाहन्छु। अहिले चाहिँ मेरो बढी फोकस मेरो फुलहरुमा भइरहेको छ है, किनभने फुलहरु पनि हाम्रो घरलाई चाहिँ एकदमै जरुरी हो, सुन्दरता दिनको लागि एकदमै खाँचो छ। त्यसैले फुलहरु हामीले एकदमै फुलाउनको लागि राम्रो हुनको लागि हामीले त्यसलाई एकदमै केयर गर्नुपर्ने हुन्छ, बेलैमा मलहरु हाल्नुपर्ने हुन्छ है। अनि यो फुलहरु चाहिँ कस्तो भने यसको पातहरु पहेँलो पहेँलो भएको पातहरु यस्तो अझै पनि छुटेको छ। पहेँलो पहेँलो पातहरु यस्तो हुन्छ नि, यस्तो भएको यस्तोहरूलाई हामीले निकालिहाल्न पर्छ, नत्र भने यसले एकदमै नराम्रो देख्छ अनि बिरुवा बोटलाई पनि त्यति हुर्किन दिँदैन। अनि हाम्रो अलिकति छिपेको नराम्रो कालो भएको फुलहरु हामीले निकालेर फालिहाल्नुपर्छ। हेर्नु त मैले कति धेरै फालेको छु ल। यो पहेँलो भएको पात अनि बुढो भएको फुलहरु सबैलाई मैले यसरी छाटेर निकालेर फालेको छु। आज मेरो बिहानभरिको काम चाहिँ यही नै रहेको छ हजुर। अनि यसरी हामीले बेलैमा फुलको पातहरु मरेको पातहरु निकालेर बुढो भएको फुलहरु निकालेर यसरी फाल्यौं भने हाम्रो फुलहरु चाहिँ एकदम जहिले पनि हरियाली पात हैन, फुलहरु झपक्क फुलेको एकदमै राम्रो, हेर्दा पनि सुन्दर देखिन्छ। किनभने यदि हामीले यो पहेँलो पात सुकेको पात टिपेर भने कुनै ठाउँमा यस्तो पनि देख्न सकिन्छ कि फुलहरु कस्तो राम्रो झपक्क फुलिरहेको हुन्छ, तर त्यही सँगसँगै मरेको फुल सुकेको पात पहेँलो पातहरु पनि त्यही रुखमा हुँदाखेरि त्यो राम्रो फुललाई पनि एकदमै नराम्रो देख्छ है। त्यसैले हामीले चाहिँ जाँगर चलाएर अनि माया नगरिकन यसरी फुलहरुलाई छाट्ने गर्नुपर्छ। यसरी हेर्नु त कत्रो कत्रो फुलको टुङ्गाहरू मैले निकालेको छु ल। हेर्नु मेरो मम्मीले किन यत्रो फुल फालेको, राम्रै छ नि भन्नुहुन्छ, तर यो राम्रो भयो नि बुढो भइसक्यो, यसले गर्दा अर्को फुल पनि फक्रिन पाउँदैन। त्यसैले यिनीहरूलाई हामीले बेलैमा निकालेर हामीले फाल्नुपर्छ अनि हाम्रो फुल एकदमै राम्रो फुल्छ। हस् त, धन्यवाद सम्पूर्णलाई। आजको मेरो भिडियो चाहिँ यति नै हो। तपाईहरुलाई फुलहरुको केयर गर्न मन लाग्नेहरुको लागि यो चाहिँ भिडियो एकदमै युजफुल हुन सक्छ है। यसरी हामीले चाहिँ नि हाम्रो बोट बिरुवाको एकदमै केयर गर्नुपर्ने हुन्छ, मलहरु पनि टाइम टाइममा दिइराख्नु पर्ने हुन्छ। त्यसो गर्यो भने हाम्रो फुलहरु एकदमै राम्रो फुल्छ अनि फुलहरुले सजेको घर पनि एकदमै राम्रो देख्छ, आफूलाई पनि आनन्द लाग्छ है। यहाँ बसेर म बस्दा चिया खाँदा खाजा खाँदा कहिलेकाहीँ हामी खाना पनि यहीँ बाहिर गलच ओछ्याएर हामी खाने गर्छौँ। एकदमै आनन्द, छुट्टै किसिमको एउटा खुसी एउटा आनन्द लाग्छ है त्यतिखेर। अनि तपाईहरुले पनि जाँगर चलाएर आफ्नो घर कौशीमा फुलहरु रोप्नु होला अनि इन्जोय लिनु होला, आनन्द लिनु होला। धन्यवाद सम्पूर्णलाई मेरो भिडियो हेरिदिनु भएकोमा, लाइक कमेन्ट गरिदिनु भएकोमा एकदमै धेरै धेरै धन्यवाद। यदि नयाँ कोही हुनुहुन्छ भने तपाईहरुलाई पनि मेरो हृदयदेखि स्वागत गर्न चाहन्छु। मेरो भिडियोलाई सब्स्क्राइब गरिदिनु होला, लाइक कमेन्ट गरिदिनु होला। सम्पूर्णलाई धन्यवाद, जय मसीह अनि एकदमै धेरै धेरै माया। यहाँहरुको दिन आशिषमय भएको होस्।